श्री जनजीवन आधारभूत विद्यालयका हामी शिक्षक स्टाफ त्यसै गरी विद्यार्थीहरू पिकनिक जाँदैछौँ है। ल सबैजनाले हेलो हाई गरिदिउँ। हाई हाम्रो सर यहाँ बिरामी भएर उहाँलाई अब स्वास्थ्य लाभको शुभकामना छ। बिरामी भएर यहाँ बस्नु भएको छ। हाम्रो पिकनिक गर्ने स्थलमा सरहरूले चाहिँ पुरै तयारी गरिनुहुन्छ। सर यो नौबोनी गाउँपालिकामा पर्ने यो खोजमा हामी आएका छौँ। यसरी सर म्याडमहरू भर्खर आएर तयारी गर्दै हुनुहुन्छ। यसरी हामी केटाकेटीहरूलाई पनि देखिरहेका छौँ। यो पुरै समथर ठाउँ छ। अलि यतातिर त ठक्क पारिसम्म देखिन्छ है। यतातिर फेरि नाच्न सुरु भयो। अब यता पिकनिकबाट फेरि नाच्न सुरु भयो। सरहरू नाचिरहनु भएको छ। पुरै मिलेर चाहिँ पुरै नाचिरहनु भएको छ है। बम सरले चाहिँ भिडियो गरिदिनुहुन्छ। सरहरू चाहिँ नाचिदिनुहुन्छ। रमाइलो छ। पुरै नाच चलिरहेको छ। अब यतातिर पुरै नाच चलिरह। अब खाना पाक्दैछ यतातिर। अब खाना खाने बेला भइसक्यो है। ल सरहरूले पकाइसकेपछि अब खाना विद्यार्थीहरू तयार। 5 8का विद्यार्थी हुन्। 2082 साल असोज सरी 2082 साल फागुन 15 गतेको है। ल माथितिर पुरै जङ्गल छ। पुरै छ। सरहरू पनि खोज रहेछ समथर ठाउँ। टक्क बसेर विद्यार्थीहरूलाई चाहिँ पिकनिक गराउँदै हुनुहुन्छ। त्यहाँ सरहरू बस्नुभएको छ। यतातिर पुरै सम्म ठाउँ छ यिनी पकाएको। अनि सरले चाहिँ चिसो बाँड्दै हुनुहुन्छ। तर अहिले आफ्नो पालाले धेरै नदिनु होला। बराबर बाँड्नु होला है। फेरि भाइ बहिनी चाहिँ नगर्नु होला। थोरै त भइहाल्छ सर। ल अब हाम्रो विद्यार्थी भाइ बहिनीहरूले पिकनिकको लागि तयारी। अघि पछि किन भयो? यता बस यता छिरो। अघि पछि भन्नु। 4 जनाले गिलास भएन रे चिसो खाने। ठिक छ। तर ढिलो गरेर के कारवाही गर्नुपर्ने हो है सञ्जीव सर? ल ठिक छ। ल मासु पनि अब खाना खाइसकेपछि सर म्याडम त्यसै गरी विद्यार्थीहरूको फोटो सेसन हुँदैछ। यसरी खाना खाइसकेपछि बसेर विद्यार्थीहरू आनन्दले फोटो सेसन गरिरहेका छन्। यसपछि अब हामी के खेल खेलाउने है? जत्न 19 आन्छ त्यहीबाट सुरु हुन्छ। देखि सावित्राले चिता जित्दैछन् पहिला र सावित्राबाट करिश्मा
अब यसमा जे भेटिन्छ खाली पनि छ खाली परेको केही नभन्ने बस्ने अब के पर्छ है हामीले कार्यक्रम रोमान्टिक कार्यक्रम हुन लागेको छ ल त्यो भएर फेरि एउटा देखाइदिउँ भिडियोमा तिम्रो विद्यालयको रङ देशको रङ कस्तो छ मेरो देशको रङ नीलो छ हेरौँ कतिसम्म के गर्छ अब? ल के पर्छ ल कतिसम्म पढेको छ अनुशासित कसरी बन्ने त्यसको बारेमा केही भनाइ कति बोल्नु भनेको सरहरूले भनेको मान्ने आफू भाग्य के छ हेरौँ नाच्नु पर्यो मजबुत नाच्नु नाम पनि भन्नु माझमा आज चोर गर्ने छु चितामा मैले चोर परेको छ अनि चोर देशै चोर हाम्रो यो यस सरको अभिनय गर्ने छापा हौ अनि त्यस्तै नाचेको गरे के नाचेको के हो त बरु मेरो पर्यो अब बोली ल्याइछौ भने बोली भने बोल त्यो विशाल सर कस्तो गर्नुहुन्छ विशाल सरको ठ्याक्कै एक्टिङ गर्न भने जुनै कुनै बोलाइ अथवा बोल्नुहुन्छ सर धेरै बोल जुनै अभिनय गर्नु पर्यो म त अलि राम्रो कसरी गरेको बस बस अरू बस बसम सर म हल्ला नगर मनपर्ने गीत बनाएको कुन गीतमा नाच्छ गीत गाड्ने अरूले नबजाइदियो गीत गाड्यो मनपर्छ तँलाई हामीले गीत गाएर नाच्ने कि कतिको नाच्ने साउली बजारमा टनाटन्नु हान्नु भन्ने अर्को पालो लेफ्ट ह्यान्ड मान्छे पहिले रहेछ के हो के पर्यो रे अर्को पालो ल नेताको अभिनय गर्ने ल छिटो भने भविष्यमा नेता बन्ने न के हो त मलाई जिताउन चाहनुहुन्छ भने मलाई भोट
ल टाइम हेर क्या अब अनिल सर अलि तपाईँ बेला लानु यसलाई त हटे हटे ए सरहरुले पनि हैन र हो मलाई हो चार खुट्टा लिनु चार खुट्टाले चार खुट्टा लिनु हो अरे सर हो बल्ल भयो करेक्ट मात्र होइन खाली पऱ्यो एकछिन नाच आउँछ पालो आउँछ सबै चिता छ के गर्ने बरो के गर्ने जाने सबै हुन्छ सर हुन्छ ल अब हामी पनि जान्छौँ सबले लास्टमा नमस्कार गर्ने हो त जाने सरहरुको पालो त आउँछ नि छिटायो यस्तो सरहरुला भन्ने के गर्ने कला छ अनिल सरको अभिनय ल जारको हान्ने अनिलको त के हो मासु पाएको टाउको सोध्छ रमाइलो गर्नु एउटा कला हो के जिब्रोले नाच्ने केटा परो धेरै गाह्रो पर्ने भयो केटा छोइन्छ हातले के चपेर भाइ
सोनिया सोनिया Halo,